आज चाहिँ मैले कक्षा 8 को आधारभूत तहको परीक्षाको एउटा मोडेल स्याम्पल पेपर ल्याएको छु, जुन चाहिँ पोहोर साल 2081 सालमा आएको थियो। ग्रुप ए मा चाहिँ चुज द करेक्ट अप्सन आउँछन्, जुन चाहिँ सजिलो हुन्छ, धेरै अप्ठ्यारो पनि हुँदैन। हेर्दै जानु। व्हाट इज द फर्स्ट स्टेप अफ साइन्टिफिक स्टडी अप्सनमा अनुसन्धान, अवलोकन, परीक्षा, प्रयोग। इङ्ग्लिस मिडियमकाले इङ्ग्लिसबाट लेख्ने, नेपाली मिडियमकाले नेपालीमा, जुन सुकै लेखे पनि राम्रो छ। धेरै अप्ठ्यारो चाहिँ आउँदैन लास्ट एक्जाममा। अब ग्रुप बी मा चाहिँ अति छोटो भेरी सर्ट क्वेसन एन्सर आउँछन्, जुन चाहिँ 2-3 लाइनमा लेख्नुपर्छ। 2-3 लाइनमा लेखेपछि पुग्छ मजाले। यसमा चाहिँ एन्सर लेख्दै 2-3 लाइन छोड्नुपर्छ, ताकि इक्जामरले चेक गर्दाखेरि राम्रो मार्क्स दियोस् भनेर। क्लियर ह्यान्डराइटिङ हुनुपर्छ। ग्रुप सी मा चाहिँ सर्ट उत्तर, जसमा चाहिँ हामीले 5 लाइन जति लेख्नुपर्छ। क्वेसनलाई चाहिँ ध्यान गरेर पढ्नु होला, धेरै अप्ठ्यारो चाहिँ हुँदैन। अलि ट्रिकी क्वेसनहरू हालिदिएको हुन्छ। अब चाहिँ ग्रुप डी लङ क्वेसन एन्सर। लङ क्वेसन एन्सरमा चाहिँ सकभर 1 पेज जति लेख्नु होला, ताकि राम्रो क्लियर ह्यान्डराइटिङमा लेख्नु होला, जुन चाहिँ सजिलो हुनेछ। सक्नुहुन्छ भने मार्जिनिङ पनि गर्नु होला, स्केल गरेर राम्रो। हिसाबमा चाहिँ सोलुसन, हियर, गिभन के दिएको छ, सबै चिज राखेर गर्नु होला। यति जति गरियो भने इम्पोर्टेन्ट छ यो मोडेल क्वेसन चाहिँ गर्नु होला ध्यान दिएर।